नमस्ते, म विक्रम। म पुष्कर। आज तपाईहरुमा डिप्रेसनका लक्षणहरुको बारेमा केही कुरा भन्न गइरहेको छु। सर्वप्रथम परिचय। डिप्रेसन एक मानसिक स्वास्थ्य स्थिति हो जसले विश्वभर लाखौं व्यक्तिले प्रभाव पार्छ, तर यो प्राय गलत बुझिन्छ वा नजरअन्दाज गरिन्छ। यो विभिन्न तरिकामा प्रकट हुन सक्छ। निरन्तर दुःख, खालीपनाको अनुभव, निराशा वा शारीरिक थकान। यस भिडियोमा हामी डिप्रेसन के हो, यसले व्यक्तिलाई कस्तो प्रभाव पार्छ र सबैभन्दा महत्त्वपूर्ण कुरा कसरी हामीले ती व्यक्तिलाई सहयोग गर्न सक्छौं भन्ने कुरा अन्वेषण गर्नेछौँ। मानसिक स्वास्थ्यका विषयमा नकारात्मक धारणा हटाउनु र मानिसहरूलाई आफ्ना अनुभवहरूको बारेमा खुल्ला रूपले कुरा गर्न सुरक्षित स्थान सिर्जना गर्नु महत्त्वपूर्ण छ। त्यसैले हामी डिप्रेसन के सामान्य लक्षणहरूको बारेमा कुरा गरौँ। भावनात्मक र मानसिक लक्षणहरू। डिप्रेसनको मुख्य लक्षणहरू मध्ये एक भनेको निरन्तर निम्न मनोव्यवस्थापनमा हुनु हो। यसैले दुःख, निराशा वा खालीपनको महसुस हुन सक्छ। डिप्रेसन भनेको भएका व्यक्तिहरू प्राय आफूलाई अन्धकारमा स्थापत्य स्थानमा फसेको महसुस गर्छन् र बाहिरबाट सबै ठिक देखिए पनि उनीहरू त्यसबाट बाहिर निस्किन सक्दैनन्। अर्को सामान्यता लक्षण भनेको गतिविधिहरूमा चासो कमी हुनु हो। डिप्रेसनले अयोग्यता वा अपराधोत्तरको भावनाहरूमा पनि उत्पन्न गर्न सक्छ। व्यक्तिहरू आफूलाई अत्याधिक आलोचना गर्न थाल्छन्, अतीतका गल्तीहरू र आदतहरूको बारेमा सोच्न थाल्छन् र खुसी सफलताको लायक हुनु महसुस गर्छन्। यसले नकारात्मक सोचको चक्र उत्पन्न गर्न सक्छ जुन टुट्न गाह्रो हुन्छ। शारीरिक लक्षणहरू। डिप्रेसन केवल मानसिक मात्र होइन, यसले शरीरलाई पनि असर पुर्याउँछ। थकानमा सधैँ थाकेको महसुस गर्नु डिप्रेसनमा सामान्य कुरा हो। सुत्नुबाट उठ्न वा दैनिक कार्यहरू पुरा गर्नु पनि भारी महसुस हुन सक्छ। निद्राको ढाँचामा परिवर्तन पनि अर्को लक्षण हो। डिप्रेसन भएर केही व्यक्तिलाई अत्याधिक निद्रा लाग्न सक्छ भने केही अनिद्रा जस्तो कठिनाइ हुन सक्छ जसले निदाउनु वा निद्रा गर्न गाह्रो पार्छ। भोकमा परिवर्तन पनि देखिन सक्छ। केही व्यक्तिहरूको भोक हराउन सक्छ जसले तौल घट्न सक्छ भने केहीले आरामको लागि अत्याधिक खाने गर्दछन् जसले तौल बढ्न सक्छ। शारीरिक पीडा। डिप्रेसनले शारीरिक पीडा पनि उत्पन्न गर्न सक्छ, जस्तै टाउको दुख्ने, पिठ्युको दुखाइ वा पेटको समस्याहरू। यी लक्षणहरूमा प्राय कुनै स्पष्ट शारीरिक कारण हुँदैन र प्राय पारम्परिक उपचारबाट सुधार हुँदैन। कहिलेकाहीँ शरीरले भावना पीडालाई शारीरिक रूपमा व्यक्त गर्दछ। बालबालिका र किशोरीहरूमा डिप्रेसन प्राय चिचिडेपनको रूपमा देखिन्छ। लक्षणहरू जस्तै मौखिक आक्रामकता, गुम्सिएको, चिचिड वा क्रोधको रूपमा देखिन सक्छ। प्राय धेरैजसो बालबालिका र किशोरीहरूको डिप्रेसन चिन्न सकिँदैन, विशेष गरी जब उनीहरू आफ्नो शिक्षकहरू वा परामर्शदाता भन्दा सांस्कृतिक रूपमा भिन्न हुन्छन्। प्राय ठुला बडालाई सम्मान गर्नुपर्छ भने संस्कृतिलाई महत्त्व दिँदै आएको समाजमा हुर्किएका बालबालिका र किशोरीहरूले आफ्ना आन्तरिक दुःख खुला रूपमा भन्न हिचकिचाउँछन्। उनीहरू आफ्ना परिवारमा बोझ बन्न चाहँदैनन्। यी सङ्केतहरू देखेमा के गर्नु? यदि तपाईँ वा तपाईँले चिनेको कुनै व्यक्तिले यी लक्षणहरू अनुभव गरिरहेको छन् भने यसलाई गम्भीरताका साथ लिनु महत्त्वपूर्ण छ। डिप्रेसनलाई उपचार गर्न सकिन्छ, तर यसलाई उपचार गर्न प्राय व्यावसायिक मद्दतको आवश्यकता पर्दछ। डिप्रेसनका लक्षणहरू देखेमा ती व्यक्तिहरूलाई मानसिक स्वास्थ्य विशेषज्ञसँग कुरा गर्न प्रेरित गर्नुहोस्, जसले आवश्यकता सहयोग र उपचारका विकल्पहरू प्रदान गर्न सक्छ, जस्तै थेरापी, औषधि वा दुवै संयोजन। डिप्रेसनले धेरै व्यक्तिहरूलाई असर पुर्याउँछ र यो प्राय अरूसँग लुकिरहेको हुन्छ। सङ्केतहरू चिन्न सकेर हामी सहयोग प्रदान गर्न डिप्रेसनको बारे नकारात्मक धारणा हटाउन र सङ्घर्ष गरिरहेको व्यक्तिहरूलाई उनीहरूको आवश्यकता अनि सहयोग प्राप्त गर्न मद्दत गर्न सक्छौँ। यदि तपाईँ वा तपाईँले चिनेको कुनै व्यक्तिमा डिप्रेसनका लक्षणहरू देखेमा उनीहरूलाई सहयोग दिन प्रोत्साहित गर्नुहोस् र यो उपचारको पहिलो कदम हो र यसले आशा जगाउँछ। यदि तपाईँ आफै डिप्रेसनको अनुभव गर्दै हुनुहुन्छ भने मद्दतको लागि हात बढाउनुहोस्। शक्तिको चिन्ह हो, कमजोरीको होइन। तपाईँले यसलाई एक्लै भोग्नु पर्दैन।